तिमीहरुको त पाला आउँछ नि यहाँ त किन बसेका आमा बुवाको छेउछाउ उही पो जाने हो त त्यति दुई घर ठाउँ के छ रे आबडी दुई घर ठाउँ अब दाजुभाइ कोही त मऱ्यो भने अब कस्तो हुन्छ भाग्य छोरा हेरौँ अब कहाँ कहाँ पुगेका छन् आउँछन् भेट्दैनन् हाम्रो के छ नभए त अब हाम्रा 3 भाइ उता 2 भाइ अब 5 भाइ त भइरहन् तर अब कोही त पुगेका हुन्छन् कोही त यसरी हाँसेर बस्नु पऱ्यो क्या सधैँभरि यसरी हाँसेर बस्नु पऱ्यो सधैँभरि हुन्छ देन एउटा मान भाउ पर्छ बाबु भएको बेला धेरै दिनु नभएको बेला आफ्नो बाबुआमालाई पैसाले होइन त माया आशिष ठुलो पैसा कहिले हुन्छ कहिले हुँदैन पैसा भन्ने कुरो त पुग्दैन त गरी खानुपर्छ आफूले कमाउनुपर्छ जमाउनुपर्छ अब बेकाले पुग्दैन बाबु यो नातिलाई त दिनै पैसा हो त